गुड मर्निङ सबैलाई। र फिलहाल आज चाहिँ म आएको छु यो माथिपट्टि हाम्रो डिपार्टमेन्टको अफिस, एडमिनिस्ट्रेसन अफिस। यो ट्याङ्की अस्ति नै देख्नुभएको थियो यो भिडियोमा हो। यो चाहिँ अफिस हो। तर आज चाहिँ तपाईँहरूलाई म माथि भोपालेको पुल जहाँनिर एप्पल स्टोन छ त्यहाँसम्म लिएर जान्छु। अनि मेरो एकजना फलोवर हुनुहुन्छ या शरण शर्माज्यू, उहाँले एकछिन यो अफिसको पछाडि पहिला एउटा चेकपोस्ट हुने गर्थ्यो हो, त्यो जग्गा पनि देखाइदिनुहोस् नि भन्नुहुँदै थियो त उहाँले। र त्यो पनि म उहाँहरूलाई तपाईँहरूलाई पनि देखाउँदैछु हो। इन्जोय गर्नुहोस् है त। यो त अफिस हो हाम्रो हो। माथि देख्दै गर्नुभएको चाहिँ हाम्रो सरू म्याडमको घर हो। र हामी चाहिँ उकालो राख्नुपर्छ। यहाँ बजाइ पनि रहेछ हो। यो चाहिँ सरू म्याडमको घर हो। यहाँनिर पहिला एउटा बाङ्ला फिल्म पनि सुटिङ भएको थियो हो। र यहाँ माथि पनि लैजाउँ तपाईँहरूलाई भन्नु त। यो माथि सानो गाउँ रहेछ कि, लान्छु ल। यो गाउँको नाम चाहिँ तपाईँहरू आफै कमेन्ट गर्नु पऱ्यो है। तर उहीँ माथिसम्म मात्रै छ। ला बलुवा उयो गरेको रहेछ हो। यहाँसम्म मात्रै आयो त्यसो भने बलुवा। ल यो अजय दाजुको घर रहेछ हो। हस्, यो गाउँको नाम चाहिँ कमेन्ट गर्नुहोस् है। बलुवाले गर्दा म गइनँ कि। यो चाहिँ हाम्रो अजय दाजुको घर। यो गाउँको नाम कमेन्ट गर्नुहोस् है। र हामी चाहिँ अब देब्रेपट्टि जान्छौँ। र उहाँले भन्नुभएको थियो यहाँनिर एउटा चेकपोस्ट थियो। यो पर चाहिँ उज्जवलको घर हो, हाम्रो साथी उज्जवलको घर हो। यो देख्दै गरेको हो। र यहाँ चाहिँ चेकपोस्ट थियो यो हो। अहिले त यस्तो छ यहाँको गति हो, पुरै बन्द छ। यो डिपार्टमेन्टले पुरै फेन्सिङ लगाएको छ हो। हेर्नुहोस् है शरणज्यू, पहिलाको चेकपोस्ट चाहिँ यहाँ थियो, अहिलेको कन्डिसन चाहिँ यस्तो छ हो। ल जाउँ। पुरै फेन्सिङ लगाएको छ अहिले हो। अहिले त यहाँ चेकपोस्टहरू छैन। बिहानको अहिले कति बजेको छ तपाईँको? 8 बजेर 8 बजेर 49 मिनट भएको छ हो। र नानीलाई स्कुल छोडिराखेर चाहिँ यसो अलिकति समय निकालेर तपाईँहरूलाई यसो जग्गाहरू देखाउँ भनेर चाहिँ आएको बिहानै। र लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् हो। र जतिजना पनि टाढोबाट हेरेर तपाईँहरूले कमेन्ट गर्नुहुन्छ नि, गर्नु पनि भएको छ। र त्यो कमेन्टहरूले गर्दाखेरि राम्रो लाग्छ सुन्नमा। रेनी सिजनमा त पुरा पानी हुन्छ नि यहाँनिर। हाम्रो ज्वाइँ साहब, इन्दिरा बहिनीको हस्बेन्ड ज्वाइँ साहब, उहाँको घर चाहिँ दलगाउँ हो। अब तपाईँहरूलाई मनपर्ने भ्यू हेर्नुहोस् है त। स्वर्गको फिल चाहिँ तल हेर्नुहोस् है त। यो रोड होइन, यही रोड चाहिँ बिन्दु जान्छ। यहाँबाट अलमोस्ट 2.5-3 किलोमिटर मात्रै पर्छ हो। यहाँ गोम्बेदा पनि छ हो, गोम्बेदाले हात उठाउँदैछ हो। अन्त तल देख्दै गरेको गाउँ छ नि तल, त्यो चाहिँ हाम्रो गाउँ। हामी त्यहाँबाट यताबाट बाटो छ यस्तो उकालो भएर चाहिँ आएको। यो देख्दै गर्नुभएको त सबै भुटान हो। माथि रोड छ, जलढाका खोला हो, स्कुल सेन्ट जोसेफ स्कुल छ। हाम्रो पुरन भाइ पनि आउँदैछ। नहेरिकन गयो, हेलमेटले गर्दाखेरि चिनेन रहेछ हो। नहेरिकन गयो। र जहाँ पर भोपालेसम्म जानुपर्ने छ। ल बस।
यो चाहिँ तपाईँको बङ्गालीपाडा भन्छ यहाँनिर चाहिँ हो। यो गाउँको नाम चाहिँ यहाँ हाम्रो गगन्दा पनि छ हो। हाम्रो गगन्दा खै नानीहरू चाहिँ पस्यो ड्युटी छैन ए फर्किनुहुन्छ फेरि त्यसो जग्गाहरू देखाउँदै हिँडेको हो। भोलि पर्सि याद हुन्छ नि हामी बुढो हुँदा पनि के त हेर्नु या त टाढोमा बस्ने मान्छेहरूले हेर्छ नि गाउँ। ल गगन्दा नाइट छ ड्युटी टाइमिङमा त गर्नु भएन हो भ्याइँदैन हुन्छ लागि ल हेर्नु पन्चको दबदबा दुवटा पन्च। ल यो चाहिँ हो सेन्ट जोसेफ स्कुल आइसिएससी बोर्ड छ यहाँनिर हो अप टु क्लास 12। यो गाउँ चाहिँ बङ्गालीपाडा यहाँनिर चाहिँ बेङ्गोलीहरू पनि छ। यहाँनिर तपाईँहरूको एउटा हार्डवेयरको दोकान पनि छ है। जलढाकालाई तपाईँले पछौटे भनेर सोच्नुहुन्छ भने चाहिँ त्यो चाहिँ गलत हो। त यहाँ एउटा हार्डवेयरको दोकान पनि छ हाम्रै गाउँको दाजुको हो राजेश अग्रवाल दाजुको। यहाँ थाई किङडम रेस्टुरेन्टहरू पुरै छ। यदि म गलत होइन भने चाहिँ यसलाई चाहिँ कटाहरे भन्छ गाउँ। म हेर्नु त भ्यू तल क्या दामी देख्दैछ तल नि खोला। बाटो चाहिँ अलिक सानो छ हो तर यहाँनिर म्याक्सिमम् टुरिस्टहरू आउँछ किनभने तपाईँको यता जयगाउँ साइडहरूबाट हेऱ्यो भने चाहिँ सबसे नजदिक हिल स्टेसन चाहिँ यही पर्छ है। तपाईँको खुनिया मोडदेखिको बेसी छैन 24-25 किलोमिटर जस्तो मात्रै छ यताभित्र। गैरीबाससम्म चाहिँ दामी छ बाटो चकाचक। बस यहाँनिर चाहिँ गैरीबासदेखि यता चाहिँ अलिकति सानो छ र यहाँनिर चाहिँ तपाईँको काम चल्दैछ। पहिला पुलको काम कम्प्लिट भएर चाहिँ यो बाटोहरू सबै वाइडनिङ हुन्छ होला हो। हामी चाहिँ अहिले यो बिन्दु जाने रोडपट्टि छौँ। पानीको कमी छैन हेर्नुहोस् न नामै जलढाका हो। पानीको चाहिँ कमी नै छैन यहाँनिर। अलिकति परसम्म मात्रै जान्छु म हो तपाईँलाई देखाउनुको लागि। यहाँ चाहिँ ब्रिज बनिँदैछ ठुलो निरी। देख्नुभयो होला नि पुरै काम चल्दैछ यहाँनिर हो। ए पुरै चौडा अस्तितिर यतापट्टि थियो रोड हो अहिले पुरै काम चल्दैछ हो। यहाँनिर काम धमाधम चल्दै रहेछ। पहिलाको ब्रिज चाहिँ उतापडबाट थियो हो र अहिले चाहिँ यताबाट बनिन्छ हो। र यो चाहिँ हो एप्पल स्टोन हाम्रो देउका दाजुको एप्पल स्टोन। मर्निङ दाजु यहीँसम्म हेर्नुहोस् त ल आजको भिडियो चाहिँ मेरो यहाँदेखि उता चाहिँ जाँदिनँ र तपाईँहरूलाई म देखाउँछु भने नि। यस्तो छ यहाँनिर चाहिँ पुरा कटिङहरू गरेर चाहिँ रोड चौडा गर्ने काम गर्दैछ यहाँनिर हो। दुईवटा लागिरहेको छ। ब्रिज चाहिँ यहाँ बनिन्छ यहाँदेखिको त्यहाँनिर पुरानो ब्रिज चाहिँ यो हो। अन्त एप्पल स्टोन चाहिँ किन भनिएको भन्दाखेरि यहाँ हेर्नु त यो रुखलाई यो रुखको पछाडि ढुङ्गालाई एप्पल जस्तो छैन मजाको। त्यसले गर्दाखेरि नै यहाँ हाम्रो दाजुको रेस्टुरेन्टको नाम एप्पल स्टोन राखेको हो। नमस्ते गरेर ढोक गर्नु हुँदैछ। यहाँ मुनि बर्खामा त ठुलो हुन्छ नि पानी। फेरि अहिले त सानो छ कि बर्खामा चाहिँ ठुलो हुन्छ हो। यस्तो छ जग्गा।
ल आजको लागि चाहिँ भिडियो यति नै हो। तपाईँले हेरिदिनुहोस्, इन्जोय गरिदिनुहोस्। मन पऱ्यो नि नपन पऱ्यो नि केमा कमी हुँदैछ तपाईँहरूले कमेन्ट गरिदिनुहोस्, त्यसलाई म सुधार्ने कोसिस गर्छु। ल धेरै धेरै धन्यवाद तपाईँहरूलाई।